हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते साथीहरू। वेलकम माई लाइफ स्टोरी पार्ट 7 साथीहरू। आज चाहिँ म तपाईँहरूसँग सेयर गर्न गइरहेको छु मेरो स्कुल जर्नी कसरी सुरु भयो, स्कुलको यात्रा कसरी सुरु भयो र हामी पढ्ने बेलामा के कस्तो अवस्था थियो, हामी के कसरी पढ्यौँ, कुन स्कुलमा पढ्यौँ, यो सबको बारेमा तपाईँहरूलाई जानकारी गराउनेछु, सुनाउनेछु साथीहरू। सुनिदिनु होला साथीहरू। म पढ्ने बेलामा चाहिँ त्यो स्कुलको नाम श्री कालिका देवी प्रावि सिमहाने डाँडा थियो। अहिले चाहिँ के आधारभूत स्कुल बनेको छ त्यसको लागि चाहिँ सरी, मलाई अब धेरै वर्ष भयो म अहिले नेपालमा बसेको। अब कहिले काहीँ जाँदाखेरि त्यो त्यति याद भएन, फेरि हामी त्यहाँबाट बसाइ पनि सर्यौँ, त्यही भएर त्यति याद भएन साथीहरू। जोस् अहिले चाहिँ पहिला 5 सम्म थियो, अहिले चाहिँ बनाउन चाहिँ 10-11 बनाएको छ के अरे, तर सञ्चालन चाहिँ 8-9 कतिसम्म भएको छ है साथीहरू। जोस् खुसी लाग्छ आफू पढेको स्कुल अहिले, पहिला हामीले पार्टी बोकेर पढेको स्कुल अहिले त्यति ठुलो हुनु भनेको त धेरै ठुलो कुरा हो हाम्रो लागि चाहिँ, मेरो लागि चाहिँ। र साथीहरू हामी पढ्ने बेलामा चाहिँ यस्तो अहिलेको जस्तो किताब, कपी, पेन्सिल, पेन थिएन साथीहरू। हामी पढ्ने बेलामा चाहिँ बन्चरो, बसिलो, खुकुरीले तासेर बनाएको काठको फलेक हुन्छ नि, एकसम्म चाहिँ हामी त्यसरी पढेको साथीहरू। हाम्रो किताब भने नि, कपी भने नि त्यही काठको फलेक थियो र हाम्रो लागि पेन भने नि, पेन्सिल भने पनि खरी हो साथीहरू। खरी तपाईँहरूलाई कतिपयलाई थाहा छ छैन, खरीले लेख्थ्यौँ हामी चाहिँ त्यसरी पढेको। अनि त्यो काठको फलेकमा त अब त्यतिकै त लेख्दैन खरीले, अब कालो लगाउनु पर्ने, अँगार कुटेर कालो लगाएर पुरा घाममा सुकाएर चाहिँ टक्क बोकेर जाने। बिहान जाने बेलामा स्कुल पुग्दाखेरि एकपट्टिको कान र गाला पुरै कालो हुन्थ्यो, त्यो कालो लागेर फेरि घर आइपुग्दाखेरि त अब मेरो ख्यालमा, मलाई त्यति त याद छैन, दुईपट्टि गाला र दुईपट्टिको कान चाहिँ याद छ, बाँकी त त्यति याद छैन। तर मलाई जहाँसम्म लाग्छ घर आइपुग्ने बेलासम्म त पुरै कालै भइन्थ्यो होला। त्यो अब आगोको कोइलालाई कुटेर पानीमा हालेर घोलेर दलेको त भइगयो, कति कालो हुन्छ होला। हामी त्यसरी पढेको साथीहरू। मलाई जहाँसम्म याद छ म एक चाहिँ पुरै त्यसरी पढेँ होला। मलाई लाग्छ 2-3 त्यस पछाडि चाहिँ मैले किताब पाएँ कि भन्ने लाग्छ, तर त्यो पनि हो कि होइन, तर 3-4बाट चाहिँ फिक्सै होला, किनकि त्यस पछाडि चाहिँ मलाई योसम्म याद छ कि मैले पुरस्कार लिएको शुद्ध थाहा छ भनेपछि 3-4बाट चाहिँ थियो होला किताब। त्यति बेला मैले पुरस्कार लिने बेलासम्म चाहिँ थियो, किनकि हामीलाई त्यति बेला स्कुलमा पुरस्कार पनि कपी र पेन्सिल दिनुहुन्थ्यो भनेपछि मैले त्यति बेला थाहा पाउने बेलासम्म चाहिँ थियो साथीहरू। हामी त्यसरी पढेको साथीहरू। धेरै दुःख थियो हामी पढ्ने बेलामा, अहिलेको जस्तो थिएन साथीहरू। र अझै बाँकी कुराहरू, यसको नेक्स्ट पार्टहरू अझै आउने क्रम जारी नै छ साथीहरू। मैले तपाईँहरूलाई बारम्बार भनिराख्नु त पर्दैन, किनकि लामो भिडियो फेसबुकले लिँदैन, लिए पनि तपाईँहरूलाई पनि सुन्नलाई पनि लङ त्यति मजा आउँदैन। सो त्यसैले आजलाई यति नै साथीहरू, बाँकी कुरा नेक्स्ट पार्टमा। बाइ।